पहिलाको कुल मालले बढीलाई चाहिँ नाफा छ त्यो दोषी हो कि अहिले भित्र साके बनिला चाहिँ दोषी छ 5 अरब 1 महिनामा घाटा छ त्यो दोषी हो। त्यसलाई कुनै कर्मचारीको छानबिन हुन्न, कुनै पोलिटिकल छानबिन हुन्न, न्यायिक छानबिनबाट दुईटैलाई समातौं। जो दोषी छ त्यसलाई कारबाही। एउटाले भनिरहेछ नेपाली जनतालाई कि नफामा नफाइमा छ, अर्कोले भन्छ कि अहिले आएको 1 महिना भए चाहिँ घाटामै छ। त्यो दुईटी मध्ये त एउटा त गलत होला नि, दुईटी त सत्य हुन सक्दैन। त्यसकारण दुईटी सत्य हुन सक्दैन। को सत्य को दोषी हो त्यसलाई न्यायिक छानबिनको लागि माननीय मन्त्रीजीलाई अनुरोध गर्छु सभामुखज्यू मार्फत सरकारलाई न्यायिक छानबिन आयोग गठन गरौँ कि को दोषी हो, को नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो, त्यसलाई कारबाही होस्। दुईटैले मुक्ति पाउँदैन, एउटा दोषी हुनै पर्छ, एउटालाई कारबाही हुनै पर्छ। पहिलाको कुल मालले बढीलाई चाहिँ नाफा छ त्यो दोषी हो कि अहिले भित्र साके बनिला चाहिँ दोषी छ 5 अरब 1 महिनामा घाटा छ त्यो दोषी हो। त्यसलाई कुनै कर्मचारीको छानबिन हुन्न, कुनै पोलिटिकल छानबिन हुन्न, न्यायिक छानबिनबाट दुईटैलाई समातौं। जो दोषी छ त्यसलाई कारबाही। एउटाले भनिरहेछ नेपाली जनतालाई कि नफामा नफाइमा छ, अर्कोले भन्छ कि अहिले आएको 1 महिना भए चाहिँ घाटामै छ। त्यो दुईटी मध्ये त एउटा त गलत होला नि, दुईटी त सत्य हुन सक्दैन। त्यसकारण दुईटी सत्य हुन सक्दैन। को सत्य को दोषी हो त्यसलाई न्यायिक छानबिनको लागि माननीय मन्त्रीजीलाई अनुरोध गर्छु सभामुखज्यू मार्फत सरकारलाई न्यायिक छानबिन आयोग गठन गरौँ कि को दोषी हो, को नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो, त्यसलाई कारबाही होस्। दुईटैले मुक्ति पाउँदैन, एउटा दोषी हुनै पर्छ, एउटालाई कारबाही हुनै पर्छ।